यो चाहिँ हामीसँग छ मसल ब्लेजको बाइजन वे कन्सन्ट्रेट वे ब्लेन्डमा अनबक्सिङ रिभ्यू युज गरिसकेर पछि ल्याउँछु। बेस्ट पार्ट के छ भन्दाखेरि मसल ब्लेजको चाहिँ अरू प्रोटिनहरूमा स्कुप गायब हुने टेन्सन हुन्छ, तर मसल ब्लेजको चाहिँ स्मार्ट टेक्निक छ। यो ट्याक्क स्कुप चाहिँ माथि नै होल्ड गरेर राख्ने सिस्टम बनाइदिएको हुन्छ। सो स्कुपको लागि चाहिँ हेसल गरिराख्नु पर्दैन। अरू प्रोटिनहरूको लागि चाहिँ एकदम त्यो स्कुपै गायब हुने खोज्नुपर्ने हुन्छ। अनि प्लस पोइन्ट अर्को प्लस के छ भन्दाखेरि चाहिँ 3 मिलिग्राम पर स्कुप एस्ट्राजिन पाइन्छ। त्यसको काम चाहिँ के हो भने बेटर एब्जर्प्सन। कन्सन्ट्रेटहरू खाँदा वे प्रोटिनले आइसोलेट भएन भने डाइजेस्ट हुँदैन, ब्लोटिङ फिल भयो भन्छ। त्यसैलाई सल्भ गर्नको लागि चाहिँ 50 मिलिग्राम चाहिँ एस्ट्रोजिन हालिदिएको छ। पर स्कुप 30 ग्राम प्रोटिन पायो, 3 ग्राम क्रिएटिन। भनेपछि मसल ब्रेसको बाइजन वे पिआर युज गर्दै हुन्छ भने चाहिँ एक्स्ट्रा क्रिएटिन लिइराख्नु परेन। यसको आफ्टर युज पनि हामी पछाडि रिभ्यू ल्याउँछौँ। द्याट्स इट।